गाइज नमस्ते। यति बेला हामी बर्दघाटमा छौँ। समय साँझको 4:30 भइसकेको छ। हामी बर्दघाटबाट आज दुम्कीबास जाँदैछौँ। दुम्कीबास जाँदा जुन दाउन्नेको सडक खण्ड पर्छ, दाउन्नेमा के कस्तो कामहरू भइरहेको छ, जामहरू के कस्तो छ, बाटो पिच भयो कि भएन, अथवा अरू सडक खण्डहरूमा काम के कसरी अगाडि बढिरहेको छ, त्यो हामीले बाटोको वस्तुगत स्थिति देखाउनेछौँ। यो चाहिँ दाउन्नेको यस टर्न, जुन पहिला सबैभन्दा लामो घुम्ती थियो। र हामी माथि लाग्दा लगभग 3-4 किलोमिटर जस्तो बाटो चाहिँ पुरै पिच भइसकेको छ। अब यस्तै हो, अलि माथि रहेछ अलिकति। गाडीले पानी पोखिरहेको छ। पानी पोखेन भने धुलो हुने, पानी पोख्यो भने फेरि एकदमै रिस्की। बाइकहरू त एकदमै रिस्की। चिप लिएर ध्यानसँग मोटरसाइकल चलाउन पर्ने छ है साथीहरू। बाटो ग्राभेल पनि होइन, यो हिलो माटो जमेकोमा चलाउन एकदमै गाह्रो। सानो सानो डल्लाहरूलाई हेर्नु त कस्तो छ, एकदमै गाह्रो। ल हामी यति बेला दाउन्नेको माथिको बजारसम्म आइसकेका छौँ। दाउन्नेको माथिको बजारहरूको सानो सानो टरहरू देखिसकेका छन्, होटलहरू। त्यतिको साइडमा चाहिँ कामहरू भइरहेको छ। यहाँनिर पनि एकदम सडक गाह्रो छ, एकदमै गाह्रो जस्तो देखिन्छ, हिलो हिलो जस्तो देखिन्छ। अगाडि चाहिँ एक्सिडेन्ट पनि भएको थियो एउटा चाहिँ। यहाँनिर चाहिँ एउटा एक्सिडेन्टै भयो, बाइकहरू पल्टेछ।
दाउन्नेको वेदर चाहिँ एकदमै हो राम्रो हो क्या एकदमै यो गर्मीको बेलामा चाहिँ चिसो खाने ठाउँ सनसेट हेर्न एकदमै राम्रो ठाउँ सनसेटको पारखी को हुनुहुन्छ म जस्तो पारखी हुनुहुन्छ भने दाउन्ने गएर 1 घन्टा बस्न सकिन्छ यसै दाउन्नेको मन्दिरको प्रवेशद्वार हो प्रवेशद्वारको ठ्याक्कै मुख अगाडि ठुलो खाल्डो बनाएको छ यहाँ चाहिँ अब यो बाइपास गरेर लगिरहेछ गाडीहरू तलबाट अन्डरवे पास छ होला पानीको क्यानल छ होला बनाउँदै गरेको त्यसले गर्दा चाहिँ त्यहाँ ठुलो खाल्डा छ चारैतिर जेसिबी छ चारैतिर डोजरको कामहरू भइरहेछ काम चाहिँ नभए होइन काम चाहिँ रफ्तारमा भइरहेछ तर चाहिँ जुन स्पिडमा हुनुपर्ने काम त्यो स्पिडमा चाहिँ भइरहेको मान्छेले शास्ति चाहिँ धेरै भयो दाउन्ने भन्ने बित्तिकै धुवा धुलो जाम सबको मनमा त्यही आउँछ ल अब जाम पो पर्ने हो कि त्यस्तो मन मात्रै कुराकानी आउँछन् हामी चाहिँ बर्दघाटबाट दुम्कीवासी गएर दुम्कीवासबाट फेरि बर्दघाट आउने हो बर्दघाट पुगुन्जेलसम्म चाहिँ हामी चाहिँ नचिने भइसकेका थियौँ एकदमै धुलै धुलो बाटोको स्थिति यस्तो छ अब मास्क नलाइ हिँड्ने मान्छेहरू त रुगा नलाग्ला भनेर चाहिँ भन्न सकिँदैन है अलिकति पिचबाट आउँदा पनि क्या आनन्द आउने मन्दिरहरूको यहाँ पो रहेछ त यो मन्दिर आइसक्यो सकिने हो कहाँ पुगेछ त केटा हिमाल देखिँदो रहेछ होइन हिमाल देखिँदो रहेछ कि यहाँबाट यस्तै अगाडि गएर
पहाडी गएको ठिकै छ पहाडी छ भने त कुर्नुपर्छ फेरि भन्नुपर्छ त्यसको सम्म आयो होला बल्ल यतातिर हो कि त्यसको जग्गा पनि हाम्रो डेस्टिनेसन चाहिँ अब आइसकेको छ हामी दुम्कीबास पुगिसकेका छौँ भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद कृपया लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू